आफ्नो भगवान शिव बाबाले आज हामीलाई दिव्य दृष्टि तेस्रो नेत्रबाट हेर्न खोज्नुहोला। आफ्नो तेस्रो नेत्र दुईवटा आँखालाई एकाग्र गरेर भित्रको आँखाले आत्मतत्त्वलाई देख्नुहोला निधारमा। त्यसपछि भगवानको ज्योतिर्मय स्वरूप जो हजारौं सूर्यभन्दा पनि तेज निस्केको आदित्य वर्ण आफ्नो अघिल्तिर देख्नुहोला। मनले भगवानलाई सम्बोधन गर्नुहोला। अघि भने जस्तै एउटा सुनौलो शिवलिङ्ग, प्रकाशको शिवलिङ्ग, सुनौलो रङको, त्यहाँ तीनवटा लाइन त्रिपुण्डीको बिचको रेखामा एउटा सानो बिन्दु, मनले त्यो बिन्दुलाई मनको आँखाले हेर्नुहोला। त्यो बिन्दु कस्तो भन्दा एकदमै सुन्दर, सत्यम शिवम सुन्दरम, त्यो बिन्दु रूप बिन्दु छ, तर गुण र शक्ति सिन्धु बराबर, सागर समान। मनले मेरो प्यारो शिव भोलेनाथ हजुर निराकार ज्योति स्वरूप ज्योतिर्लिङ्गम, हजुरलाई सम्झेर मैले हजारौं बत्ती बाले। हजुर मेरो आत्माको पिता हुनुहुँदैछ। त्यो शिवलिङ्गबाट, त्यो बिचको रेखाको बिन्दुबाट बाबाको किरण, परमात्मा शिव भगवानको किरण आफ्नो आत्मामा त्यो ऊर्जा प्रवेश गरिरहेको सम्झनु, देख्नु। आफ्नो ध्यान दृष्टिलाई पुरै भित्री आँखाले यस्तो किसिमको दर्शन गर्नु। एकदमै शान्तिको अनुभव, खुसीको अनुभव र आनन्दको अनुभव गर्नुहोला। म आत्मा आज परमात्माको साथमा छु। मेरो मनमा आज खुसी, शान्ति, आनन्दको लहर, यो भगवानको भाइब्रेसन, ऊर्जा मलाई आइरहेको छ र अनुभव गरिरहेको छु भनेर परमात्माको शक्तिको महसुस गर्नुहोला। मनले भगवानलाई धन्यवाद पनि दिनुहोला, आभार व्यक्त गर्नुहोला। भगवान हजुरलाई धेरै धन्यवाद छ, मलाई यो सत्ज्ञान दिनुभयो र मेरो आत्मामा बुद्धिभित्र जो अज्ञान रूपी अन्धकार थियो त्यसलाई नष्ट पारिदिनु भयो। मेरो आज बुद्धिभित्र रोशनी, प्रकाश, ज्ञानको प्रकाश छाएको छ। ओम शान्ति। अति आदरणीय बुवा मुवा दाजुभाइ तथा दिदीबहिनीहरू, किनकि हामीले प्रेमले नै गर्दा भगवानलाई यी चिजबिजहरू पनि चढायौँ, तर चिजभन्दा पनि भगवान त हाम्रो भित्रको भावना, प्रेमको भावनाको भोको हुनुहुँदो रहेछ। हाम्रो प्रेमको भगवान भोको हुनुहुँदो रहेछ कि भगवानलाई केही चाहिँदो रहन्छ, तर हामीले प्रेमले चढाएको एउटा पाती भए पनि भगवानलाई हुँदो रहेछ कि। तर हुन पर्यो प्रेम भाव। हजुरसँग प्रेम छैन भने करोडौं सम्पत्ति चढाए पनि
भगवानले त्यसलाई स्वीकार गर्नुहुन्न। त्यसैले गर्दाखेरि यो प्रेमको शास्त्र हो भागवत। हामीले कसरी प्रेमलाई हैन आफ्नो भित्रको प्रेमलाई भगवानप्रति प्रदर्शन गर्नुपर्छ भनेर चाहिँ यो भागवतको माध्यमबाट हामीलाई सिकाउनु भएको छ। तर यो 12 अध्यायमा अर्जुनले क्वेसन सोध्नुहुन्छ, हे भगवान निराकारको ध्यान गरौँ कि साकारको ध्यान गरौँ अरे। हेर्नुहोस् है क्वेसन, तपाईलाई ध्यान गर्दा निराकारको ध्यान श्रेष्ठ हो कि साकारको ध्यान श्रेष्ठ हो? भगवानले उत्तर दिनुहुन्छ, हे अर्जुन निराकारको ध्यान गर्दाखेरि के हुन्छ भन्दा यो शरीर चाहिँ बाधाको रूपमा खडा हुन्छ अरे कि। त्यसैले साकार देवी देवताको साकार मूर्तिको याद गर्न सजिलो हुन्छ, तर सर्वश्रेष्ठ ध्यान निराकारको ध्यान हो। त्यो भएर तिमीले आफ्नो शरीरलाई पनि बिर्सेर आफूलाई आत्मा सम्झने अभ्यास गर। आत्मा ज्योति स्वरूप छ भने, ओमकार स्वरूप छ भने आत्माको पिता पनि त्यस्तै ज्योति स्वरूप हुनुहुन्छ। गाईको पिता गाई जस्तै, चराको पिता चरा जस्तै, मानिसको शरीरको पिता शरीर जस्तै, तर तिमी आत्माको पिता आत्माको भगवान त तिमी आत्मा जस्तै ओमकारेश्वर परमात्मा हुनुहुन्छ भनेर निराकारको ध्यान। तर यो ध्यान गर्दाखेरि जसरी तिमी मन्दिरभित्र जाँदाखेरि चप्पल खोलेर बाहिर छालाको पेटी छ भने त्यो छालाको पेटी पनि, छालाको पर्स छ भने त्यो पर्स पनि, चप्पल छालाका छन् भने बाहिर निकालेर तिमी भित्र मन्दिरभित्र जान्छौ। त्यस्तै यो छाला हाड मासु छालाले बनेको यो शरीरको भानलाई पनि उतार्देऊ र आफूलाई आत्मा मात्रै सम्झ्यौ। आत्मा मात्रै सम्झ्यौ भने के हुन्छ भने आत्माको मूल गुण प्रकट हुन्छ। मानिलिनुहोस् हजुरले एउटा सानो कर्मचारी हुनुहुन्थ्यो, पिउन हुनुहुन्थ्यो, त्यो कार्यालयको पिउन हुनुहुन्थ्यो, तर लोकसेवामा दिँदा लोकसेवा पास भएर नाम निस्केछ के उहाँको त। पिउन हुनुहुन्थ्यो हिजो, तर चाहिँ लोकसेवामा नाम निस्केर उहाँले त त्यहाँको हाकिमको दर्जाको नाम निकाल्नु भएछ कि, त्यहाँको म्यानेजर हुनुभएछ त्यहाँ उहाँ त। अब सरकारले उहाँलाई पास भएर उहाँको सर्टिफिकेट दियो, हजुर त ल लोकसेवामा पास हुनुभयो, हजुरको त नाम निक्लेछ नि, अरू कसैको निस्किन्छ, हजुरको निस्केछ नाम, हजुर त म्यानेजर हुनुभयो अरे भनेपछि त्यो मान्छेको बोल्ने शैली, हेर्ने शैली, काम गर्ने शैली, उठ बस सबै कुरामा फरक पर्छ। एक सेकेन्डमा, एक सेकेन्ड पहिला पिउन हुनुहुन्थ्यो, अब उहाँ चाहिँ एक सेकेन्ड पछि म्यानेजर भइसकेपछि छाँट काँटै अर्कै भयो। बोल्ने, उठ्ने, अब घर जाने आउने त्यो सबै कुरा फरक पर्यो। अब म्यानेजर भइसकेपछि पनि बानी बेहोरा त्यही कुल्लीको मतलब कि पिउनको जस्तै गर्नुहुन्छ भने अलि सुहाउँदैन नि त। हो, हामीले पनि के त भन्दा हजुरले जैसा सोचोगे वैसा बनोगे वैसा पाओगे। हजुरले म आत्मा हुँ भनेर एक पटक एक सोच्दा कति लाग्यो भन्नुहोस् त? एक सेकेन्ड लाग्यो नि त। म शरीर होइन, म एक ज्योतिर्बिन्दु आत्मा हुँ। आत्मा कस्तो छ? 7 गुण, मूल गुणले भरिएको सतचित आनन्द स्वरूप छ भनेपछि अब बोल्ने शैली, उठ्ने शैली, खाने शैली सबैमा फरक आयो। हेर्नुहोस्, पहिला चाहिँ चञ्चल बाँदर जस्तो थियो भने अब म त शान्त स्वरूप ज्योति हुँ, आत्मा हुँ नि, पवित्र स्वरूप आत्मा हुँ। अब स्वरूपको प्राप्ति भएपछि चाल चलन व्यवहारमा संस्कार नै सम्पत्ति रहेछ। मेरो प्यारो बहिनीहरू, रिसाउने संस्कार, लोभी संस्कार, पाप गर्ने संस्कार, झुटो बोल्ने संस्कार छ भने त्यस्तै घरमा, त्यस्तै आमा बुवाको कुलमा जन्म हुन्छ। हेर्नुहोस्, त्यस्तै ठाउँमा, दुःख पाउने ठाउँमा जन्म हुन्छ। हामी खुसी हुने संस्कार, माया गर्ने, अरूलाई प्रेम गर्ने, अरूलाई सहयोग गर्ने संस्कार, अर्काको हित गर्ने संस्कार। भगवान यो सृष्टिमा आउनुहुन्छ राक्षस जस्ता मान्छे, स्वार्थी मान्छेलाई हटाउनको लागि, जसले सारा संसारको बारेमा सोच्दछ,
अरूको भलाइको विषयमा सोच्दछ त्यस्ता मान्छेलाई स्थापना गर्न, सदाको लागि राख्नको लागि र स्वार्थी मान्छे जो संसारलाई घाटा पुर्याउने, समाज विरोधी काम गर्ने, त्यस्तालाई हटाउनको लागि भगवानको अवतरण भएको हुन्छ। यदि तपाईँ हामीले पनि यो संसारमा मेरो अस्तित्व सधैँभरि रहिरहोस् भन्ने चाहना छ भने अर्काको हितको लागि सोचौँ, समाजको हितको लागि काम गरौँ, भगवानको यादको लागि गरौँ, भगवानको कुरा सुन्यौँ भने भगवानले तपाईँ हामीलाई सधैँ 84 जन्म यो संसारको सबै धन सम्पत्ति, यहाँका सबै पदार्थहरूलाई हाम्रो अधिकारमा, हाम्रो अघिल्तिर राखिदिनुहुन्छ। भगवानले तपाईँलाई गाडी दिनुभयो यो जन्ममा, त्यही गाडी चढेर हजुर जुवा तास खेल्न जाने, त्यही गाडी चढेर हजुर होटलमा रक्सी खान जाने, त्यही गाडी चढेर हजुर लडाइँ झगडा गर्न जानुभयो, कुटाकुट गर्न जानु भएन। अर्को जन्ममा हजुरलाई भगवानले गाडी दिनुहुन्छ कि दिनुहुन्न भन्नुहोस् त? दिनुहुन्छ? दिनुहुन्न। हेर्नुहोस्, हजुरलाई सुन्दर आँखा दिनुभयो भगवानले, त्यो आँखाले 24 घन्टा टिभी र नराम्रो नराम्रो कुरा हेर्ने मात्रै गर्नुभयो। अर्को जन्ममा हजुरलाई राम्रा आँखा दिनुहुन्छ कि दिनुहुन्न? हजुरलाई राम्रा दाँत दिनुभयो भगवानले, ती दाँतबाट नराम्रो नराम्रो कुराहरू मात्रै प्रयोग भयो भने अर्को जन्ममा राम्रा दाँत मिल्लान्। हजुरलाई राम्रो हात दिनुभयो, तर ती हातले अरूलाई दुःख दिने काम मात्रै गर्नुभयो, अर्काको हित र सहयोगको केही काम गर्नु भएन भने अर्को जन्ममा राम्रा हात कसरी मिल्छन् त? मिल्छन्? हजुरलाई राम्रा खुट्टा दिनुभयो भगवानले, पैताला दिनुभयो, ती खुट्टा त जहिले पनि नराम्रो ठाउँमा मात्रै जाने, भगवानको ठाउँमा जानको लागि ती खुट्टा कहिले पनि अघि नसर्ने। के भोलि हामीलाई राम्रो पैताला मिल्लान्? एक एक अङ्गको कुरा सोचौँ। त्यही भएर मेरो प्यारी प्यारी आमाहरू, शिव भगवानको यो गीता ज्ञान यज्ञ सुन्न आउँदाखेरि एक पाइलो हिँडे पनि एउटा महायज्ञ गरे बराबरको पुण्य मिल्छ अरे कि। भगवान हजुर भगवानको लागि भगवानको कुरा सुन्ने भनेर भगवानको कुरा सुन्छु भन्ने मनमा इच्छा भयो नि, त्यति नै बेला भगवान हजुरसँग पुरै समर्पित भएर हजुरको हृदयमा बसिसक्नुहुन्छ अरे कि। यहाँ आउन नि नपर्ने, जान्छु मात्रै भन्ने मनमा इच्छा मात्रै हुने बित्तिकै भगवान आफ्नो धाम छोडेर हजुरसँग आएर हजुरको हृदयमा बसिहाल्नुहुन्छ अरे। अनि उहाँ घरबाट भगवानको कुरा सुन्न जान्छु, मलाई कोर्समा आउने भन्नुभएको छ दिदीले। के रहेछ भगवानको 7 दिनको कोर्स त म सुन्छु भनेर जान्छु भन्ने इच्छा मात्रै हुनासाथ भगवान हृदयमा बसिसक्नु भयो। अनि भगवानलाई सम्झेर आउँदाखेरि जति पाइला हजुर हिँड्दै आउनुभयो नि यहाँसम्म, त्यो एउटा एउटा पाइलाको भगवानले हिसाब राखेर पाइला पाइलाको हिसाब दिनुहुन्छ। हेर्नुहोस्, पाइला पाइलाको। भगवानको घरमा ढिलो होला तर अँधेरो हुँदैन, त्यस्तो हाम्रो विश्वास हुनुपर्छ। हेर्नुहोस्, त्यसैले गर्दा यसलाई नै भनिन्छ भक्ति योगको साधना, प्रेमको साधना। त्यसैले गर्दा जस्तो कर्म गरे त्यस्तै संस्कार बन्छ र त्यस्तै हामीलाई संसार मिल्छ। त्यही भएर यो क्षेत्रज्ञ विभाग योग भनेको छ यहाँ है। र मानिसको जीवनमा 5 प्रकारको संस्कार, एउटा चाहिँ परमधामको संस्कार, हाम्रो आत्माभित्रै 5वटा संस्कार, एउटा परमधामको संस्कार कि मूल संस्कार। मूल स्वभाव भनेको कस्तो? शान्ति, प्रेम गर्ने, सबैलाई प्रेम गर्ने, जीव जन्तु बोट वृक्ष सबलाई प्रेम गर्ने संस्कार भगवानको जस्तै संस्कार हामीमा रहेछ। शान्तिको संस्कार, आनन्दको संस्कार, यसलाई मूल संस्कार भनिन्छ। अर्को पूर्व जन्मको संस्कार, अघिल्लो जन्ममा कस्तो खानदानमा थियौँ हामी, के थियो? कोही बच्चा जन्मँदै दुःख दिने हुन्छ नि आमा बुवालाई पिर पार्ने, कोही बच्चा जन्मिँदै सुख दिने हुन्छ कि। पूर्व जन्मको संस्कार। तेस्रो खानदानी संस्कार, कुल खानदानको खुनको संस्कार आउँछ कि। अर्को चाहिँ सङ्ग दोषको संस्कार, साथी सङ्गी
नराम्रा छन् भने त्यसको प्रभाव पर्दै पर्दै चोर छ, साधुको सङ्ग गर्छ भने 1 वर्षभित्र त्यो चोर पनि साधु बन्छ कि साधु छ। तर चोरहरूको सङ्गत गर्छ भने 1 वर्षभित्र त्यो साधु पनि चोर बन्छ कि सङ्ग दोषको संस्कार। अनि सत्सङ्गको दृढताको संस्कार। सत्सङ्गमा आएपछि, भगवानको कोर्स गर्न आएपछि हामीलाई भगवानको संस्कार, सत्सङ्गको संस्कार प्राप्त हुन्छ। यस्ता हामीमा संस्कार हुँदो रहेछन्। अब धर्म क्षेत्रमा ज्ञानी मान्छे, ज्ञानी व्यक्तिको लक्षण कस्तो हुन्छ? जसले ज्ञान सुन्ने, ज्ञान ध्यान सिक्ने, ज्ञानै सुनाउने, उनीहरू विनम्र, दम्भहीन, अहिंसा हुन्छन्, सहनशील, सरल, पवित्र, नष्टमोह, स्थिरता, आत्मसंयमी हुन्छन्। यस्ता धेरै गुणहरू ज्ञानी व्यक्ति हुन्छन्। अब हामी एकदम यो कार्यक्रममा 14औं अध्यायमा आएका छौँ। आज हामी यो 14 अध्याय भनेको गुणात्रय विभाग योग गरे। मानिसको जीवनमा प्रकृतिको 3वटा गुणमा हरेक आत्मा बाँधिएको हुन्छ अरे कि सतोगुण, रजोगुण, तमोगुण। आत्मा, हाम्रो आत्मा पहिला चाहिँ परमधाममा हुँदो रहेछ। राम्रोसँग सुन्नु होला है। हामी आत्मा ज्योति पहिला सुरु परमधाममा, हामी तपाईँ यहाँ भए जति हामी सबै हामी परमधाममा थियौँ। हेर्नुहोस्, हामी ज्योतिको देशमा परमात्मा सँगसँगै बस्थ्यौँ। जस्तो भगवानको स्वभाव थियो त्यस्तै हाम्रो स्वभाव थियो। परमधामबाट त्यो ज्योतिको देशमा आत्मा तारा खसे जस्तै वहाँबाट त्यो आत्मा जो गुणातीत कर्मातीत गुण 3 गुणबाट माथि जो आत्मा थियो, त्यो आत्मा यो पृथ्वीमा आएर जब आमाको गर्भभित्र प्रवेश गर्छ नि, गर्भभित्र प्रवेश गरेपछि 3वटा गुणको बन्धनमा बाँधिरो रहेछ र त्यो बाँधिएपछि त्यो शरीरलाई नै मेरो भन्दो रहेछ, घरबार सबै थोकलाई मेरो भन्दो रहेछ। त्यो बन्धन भनेको सबैभन्दा पहिला सतोगुण अनि रजोगुण र तमोगुण, त्यो 3टा गुणमा त्यो स्वतन्त्र आत्मा पृथ्वीमा आएर बाँधिदो रहेछ। अब ती सतोगुण, तमोगुण र रजोगुण के हुन् त? अज्ञानबाट तमोगुणको उदय हुँदो रहेछ र यसले आत्मालाई बाँध्दछ। तमोगुण उत्पन्न हुन्छ नि, हजुरभित्र तमोगुण आयो, कसरी चिन्ने? तमोगुणी मान्छेलाई जति बेला पनि आलस्य आउने के, अल्छी, हाई हाई मात्रै आउने, केही काम गर्नलाई आलस्य, अल्छी, तमोगुण चढेको छ नि उनमा। निद्रा मात्रै लाग्ने फेरि जोसमा, किनकि हजुरले चाहिँ योगी मान्छेलाई थोरै सुते पनि हुन्छ। जो भोगी छ, तमोगुणी छ, उसलाई दिनमा पनि सुतेछ, रातमा पनि सुतेछ, होइन, कुम्भकर्ण जस्तै। त्यसैले भनिन्छ सोने का भाग्य भी सोता है, जिन जागा तिन पाया, जिन सोया तिन खोया अरे। त्यही भएर मैले हिजो नि भने हजुरहरू अब 4 बजे उठ्नुपर्छ, 4 बजे उठेर भगवानको ध्यान गर्नुपर्छ। त्यसलाई अमृत बेला, ती पुरै भगवानले पृथ्वीमा अमृत रस, सोमरस फैलाउनुहुन्छ अरे कि। जो 3 बजे, 2 बजे, 3 बजे उठेर उनीहरूले अमृतको पान गर्छन्। हेर्नुहोस्, तमोगुण चढेको मान्छे के हुन्छ? जसले तमोगुण चढेको छ नि, ऊ त 8 बजेसम्म सुतिराख्छ। हेर्नुहोस्, सुतेको सुते। तमोगुणी एकदम निद्रा र प्रमादमा बाँध्छ अरे, प्रमाद तमोगुणले। अनि तमोगुणको वृद्धिबाट अज्ञानता, आलस्य अनि अल्छी, आलस्य भएपछि त्यो मान्छे अलबेलापन, अनि अलबेलापनले के हुन्छ भन्दा यो केही काम गरे पनि गर्न पर्यो भने भोलि गरौँला, पर्सि गरौँला, गर्दै गरौँला नि, के बितेछ र? त्यो तमोगुण चढेकोले गर्दैन। दीर्घसूत्री हुन्छ क्या, एउटा काम छ भने 1 वर्ष गर्दै गरौँला, आज भयो भने भोलि, भोलि भयो भने पर्सि भनेर लम्ब्याउँदै जान्छ। त्यस्तो हुन्छ तमोगुण चढेको मान्छे कि। अनि त्यसले गर्दा अलबेलापन हुन्छ, प्रमाद र मोहको अभिव्यक्ति हुन्छ अरे। अनि असाध्य मोहित के
आजकल हेर्नुहोस् त, पहिलाको जमानामा यस्तो थिएन। आजकल नि हजुरले आफ्नो बच्चा बच्चीलाई यति मोह गर्नुहुन्छ नि, एकदम मोहित के, त्यति मोह त्यति प्रेम चाहिँ सासू ससुरालाई गर्नुहुन्न, त्यति प्यार चाहिँ छोराछोरीमा घोप्ट्याउनुहुन्छ। मोह छोराछोरीलाई तपाईँ भन्नुहुन्छ, बरु सासू ससुरालाई तिमी भन्नुहुन्छ होला। पराकाष्ठा मोहको अभिव्यक्ति हुन्छ, जसकारण तमोगुणी मनुष्यको यो चाहिँ के भन्दा यो गीता ज्ञान सुन्दै गर्दा यो ऐना हो कि ममा कुन गुण रहेछ, अब मैले मेकअप गरेर कुन गुण धारण गर्ने, यस्तो त हुँदो रहेछ नि। सुन्दा सुन्दै आफूलाई परिवर्तन गर्ने हो कि ज्ञानले। यो ऐना हो हामीले, होइन ऐना हो। एकजना आमा बजार जानुभएछ अरे, ऐना किन्नु भएछ अरे। ऐना किनेर आएर हेर्दाखेरि ऐनाको मूल्य 10 रुपियाँ रहेछ। यसरी हेरेको त त्यति राम्रो देखिएन। अनि ऐना फर्काउन जानुभएछ। हेर्नुहोस् बाबु, हजुरको दोकानको ऐना अलि मलाई मन परेन, फर्काइदिनुहोस्। अर्कै चाहिँ 20 रुपियाँ खाले किन्न पर्यो। 20 रुपियाँ खाले ऐना लिएर आएर फेरि हेर्नुभएछ, फेरि त्यस्तै देखियो। अनि त्यसपछि फेरि फर्काउन जानुभएछ। हेर्नुहोस् ऐना, होइन 50 रुपियाँ खाले दिनुहोस्। अनि ल्याएर हेर्दा त झनै नराम्रो देखिएछ। हेर्नुहोस् है। अनि आमाले फेरि दोकानदारले त खालि ऐना मात्रै फर्काउन आउनु भएछ। आमा के भयो आमा, हजुरले आज धेरै चाहिँ ऐना फर्काउनु भयो आज, होइन राम्रै देखिएन क्या बाबु भन्दाखेरि, होइन आमा हजुरको अनुहारै त्यस्तै, के गर्ने त नि। यो ऐनाको दोष होइन, हजुरको अनुहारको दोष हो आमा भनेर भन्नुभयो अरे। भनेपछि यो गीता ज्ञान पनि ऐना हो कि हामी जस्तो छौँ त्यस्तै देखाइदिन्छ यसले। र हामीले अब त्यसलाई मेकअप गर्न पर्यो राम्रो बनाउनको लागि, सुन्दर बनाउनको लागि, होइन। त्यसैले यो ऐना हो। अब तमोगुण मभित्र कुन गुण रहेछ, मैले कुन गुणलाई फेर्न पर्यो भन्ने कि। अब यो तमोगुणी मान्छे जो अल्छी हुन्छ, तमोगुणी हुन्छ, उसले अधोगतिलाई प्राप्त गर्छ र पुनर्जन्म पनि उसको पशु समान हुन्छ, अर्थात् उसको नर्क समान जीवन हुन्छ। अब रजोगुणको आयो। रजोगुण भनेको के हो भन्दा अत्यधिक मनमा इच्छा हुने कि एकदम धेरै यो पनि गर्छु, ऊ पनि गर्छु, ऊ पनि गर्छु, ऊ पनि गर्छु। यति जग्गा यहाँ किनेर भएन, फेरि अर्को ठाउँमा गणेरी, यहाँ किनेपछि काठमाडौँमा नि एउटा गणेरी चाहियो, उता फेरि भैरवातिर। कति धेरै इच्छा, मर्ने बेला भइसक्यो, इच्छाको यति धेरै इच्छा। छोराको नाममा यति, छोरीलाई यति, उतलाई यति। ल हेर्नुहोस्, धेरै कामना अनि आसक्ति, सबैसँग आसक्ति कि कामना र आसक्ति उत्पन्न हुन्छ, जसले गर्दा अत्यधिक लोभी हुन्छ, एकदम लोभको घर हुन्छ रजोगुण बढेको बेलामा, जसले उसलाई कर्मको बन्धनमा बाँध्छ अरे कि। जब रजोगुणमा वृद्धि हुन्छ तब अत्यधिक आसक्ति र स्वार्थी हुन्छ अरे मान्छे, र कर्मको प्रारब्ध तथा अशान्ति, धेरै इच्छाहरू भएपछि इच्छाले गर्दा अच्छा बन्न दिँदैन कि मान्छेलाई, र उसलाई धेरै इच्छाको उदय हुन्छ। रजोगुणी कर्मको फल कस्तो हुन्छ भने दुःखको अनुभूति हुन्छ, धेरै दुःख हुन्छ। र रजोगुण माथि चढेको बेलामा त्यति नै बेला मान्छेको मृत्यु भयो भने पुनर्जन्ममा पनि, दोस्रो जन्ममा पनि उसले एकदम बन्धनको अनुभव गर्छ कि दोस्रो जन्ममा पनि उसलाई त्यस्तो बन्धन हुन्छ। अब सतोगुण के हो? 14 अध्यायमा 3टा गुणको वर्णन गरेको छ। हरेक आत्मा 3टा गुणमा बाँधिएको हुन्छ। सतोगुण कस्तो हुन्छ? निर्मल हुन्छ अरे कि, एकदम निर्मल। बुद्धिलाई प्रकाश प्रदान भनेको बुद्धिभित्र ज्ञानै ज्ञान के, सबैलाई आत्मदृष्टिले हेर्ने, भगवानको कुरा सुन्ने। सतगुणको वृद्धि हुनको कारणले ऊ पवित्र हुन्छ। पवित्र हुन मन लाग्ने कि म कसरी चोखो बनौँ, म कसरी पवित्र बनौँ, मेरा विचारलाई कसरी पवित्र बनाउने, बोलीलाई कसरी पवित्र बोली बोल्ने, आजबाट मेरो शब्दमा कसरी चाहिँ शुद्धिकरण गर्ने, यस्तो चेष्टा हुन्छ जब उसको मनमा सतगुण बढेको हुन्छ।
रजोगुण बढ्नेलाई जे पायो त्यो रफ ढप जे पनि बोल्दै हिँड्ने, उसलाई बोलीमा नि कन्ट्रोल हुन्न। हेर्नुहोस् रजोगुणीलाई। र सतोगुणी निर्विकारी पवित्र एकदम आत्मा शुद्ध हुन्छ र हरेक व्यक्तिलाई चाहिँ सुख दिने, आफू पनि सुखी हुने, अर्कालाई सुख दिने, अनि ज्ञान सुन्ने, ज्ञान दिने, ज्ञानमा रुचि बढाउने कि भगवानको ज्ञानमा। हजुरको जीवनमा सतोगुण बढेको छ भने हजुरलाई भगवानको ज्ञान ध्यान एकदम मनपर्छ। जति टाढा घर भए पनि कति बेला जाम भनेर घरको काम एकछिनमै भ्याएर हजुर चाहिँ त्यो 11 बजे आउने भनेको छ भने 5 मिनट पहिले आउनुहुन्छ। हजुरको जीवनमा सतोगुण बढेको छ भने ज्ञानमा आकर्षण हुन्छ। रजोगुण बढेको छ भने धन सम्पत्ति ज्ञान सुनेर कहाँ हुन्छ, सम्पत्ति शिव बाबाले माथिबाट वर्षाउनुहुन्छ र भनेर त्यस्तो बुद्धि हुन्छ। रजोगुणीले त्यस्तो बनाइदिन्छ बुद्धि। तमोगुणीको त कुरै नगरौँ। अनि त्यसपछि ज्ञानको सम्बन्धमा बाँधिन्छ। जब आत्मा तथा सर्व कर्मेन्द्रियहरूमा पनि ज्ञानको प्रकाशबाट ईश्वरको अनुभूतिको, भगवानको अनुभूतिको प्रवाह फैलिन्छ अरे अङ्ग अङ्गमा, अङ्ग अङ्गमा भगवानको प्रकाश फैलिन्छ। तब नै सतोगुणको अभिव्यक्तिको अनुभव हुन्छ अरे कि जीवनमा। सतोगुणको सुखको अभिव्यक्ति, आनन्दको अभिव्यक्ति, खुसीको अभिव्यक्ति गर्छ अङ्ग अङ्गबाट सतोगुण फैलेपछि। र सतोगुणको कर्मबाट आर्जित फल सात्विक, निर्मल, ज्ञानयुक्त हुन्छ। र सतोगुण बढेको बेलामा मृत्यु भयो भने त्यो आत्मालाई श्रेष्ठ गति, परम गति, देवताको कुलमा एकदम धर्मात्मीको घरमा जन्म हुन्छ। भगवानलाई पूजापाठ नगरिकन पानी पनि नखाने त्यस्तो धर्मात्मीको गर्भमा उसको सतोगुणीको जन्म हुन्छ। अब फेरि गुणातीत भन्ने छ कि यहाँ 14 अध्यायमा गुणातीत अरे। गुणातीत भनेको के हो भन्दा सतोगुण, रजोगुण, तमोगुण भन्दा पनि माथि भगवान शिव बाबा गुणातीत हुनुहुन्छ अरे कि 3 गुणमा बाँधिनुहुन्न अरे। हामी सबै जीवात्माहरू यो 3 गुणमा बाँधिन्छौँ, तर भगवान चाहिँ गुणातीत 3 गुणमा बाँधिनुहुन्न, त्यो 3 गुणभन्दा माथि हुनुहुन्छ अरे कि। त्यसैले अब जब हजुरको आत्मामा सतोगुण माथि चढ्छ, रजोगुण र तमोगुण दबिन्छ। तमोगुण माथि चढ्यो भने, एउटा गुण माथि चढ्यो भने 2टा गुण तल दबिँदा रहेछन् कि। रजोगुण माथि चढ्यो भने तमो र सतो दबिने। यस्तो अचम्मको पढाइ हेर्नुहोस् त, यस्तो गहिरो कुरा पढ्न बुझ्न एकदम भाग्यमानी मन चाहिन्छ। हेर्नुहोस् जसले पाए उसले त बुझ्नै सक्दैन यस्तो कुरा। पापी मान्छेले नहुँदो कुरा एकपटक भने ट्याक्कै बुझ्छन्। नराम्रो कुरा, नचाहिने कुरा कि चाहिने र राम्रो कुरा उनले बुझ्दैनन् पापीले। मैले विचार गरेको, एकजना आमा कको अक्षर नपढ्ने आमाले यस्तो ज्ञान सुनाएको, पुरै बुझिकन सबैलाई बुझाउन र भन्न सक्ने हुनुभएको। मैले सोचेँ आमाले यस्तो ज्ञान कसरी बुझ्नुभयो। यहाँ त ठुल्ठुलो पढे लेखेका विद्वान मान्छे आएका थिए, ठुल्ठुलो युवाहरू आउनुभएको थियो, राम्रो साहित्यकार, उहाँहरूले बुझ्नु भएन। उहाँ आमाले कसरी बुझ्नुभयो। मैले भगवानसँग सोधेँ यो कुरा। सोद्धाखेरि मलाई के आयो भन्दाखेरि यो चाहिँ अहिले टाटोबाटो भएर पढाइले, धन सम्पत्तिले, यहाँको चलाखीले बुझ्ने कुरा होइन। त्यो आमाले धेरै जन्म, योभन्दा धेरै जन्म पूर्व जन्ममा उनी भगवानलाई पाउनको लागि कडा तपस्या गरेको, धेरै दान पुण्य गरेको, धेरै भक्ति गरेको, धेरै तीर्थव्रत गरेको आत्मा हो त्यो आत्मा। भले अहिले साधारण केही नजान्ने एकदम लाठी, पढे लेखेको पनि हुनुहुन्न, तर यस्तो गहिरो कुरा उहाँले बुझ्नुभयो कि बुझेर भाषण गर्ने हुनुभयो। उहाँ त पढे लेखेको मान्छे दङ परे कि। त्यही भएर हजुरहरूले पनि यो 7 दिनको जो कोर्स छ नि, यो कोर्स गरेपछि हजुरले सृष्टिको आदि मध्य अन्त्य सकल भूमण्डलको यो ज्ञान चाहिँ परमात्मा शिव बाबाबाट बुझ्नुहुन्छ। हेर्नुहोस् त्यही भएर आइतबारबाट हुन गइरहेको कोर्स 1 घण्टाको कोर्स कार्यक्रम आफन्तहरू 11 बजेबाट 12 बजेसम्म। अहिले यहाँ यस्तो पण्डाल हुन्न, माथि हाम्रो आश्रमको जो माथि हल छ, अति सुन्दर हल, मेडिटेसन हल,
त्यो हलमा हजुरलाई राखिन्छ 1 घण्टा एकदम आनन्दले त्यहाँ बसेर भिडियोको माध्यमबाट अनि चित्रको माध्यमबाट पवित्र ब्रह्मचारिणी बहिनीको मुखबाट राम्रा कुरा त सबैले सुनाउँछन् तर तपस्वीको मुखबाट सुनेको कुरा ब्रह्मचारिणीको मुखबाट सुनेको कुरा अन्तस्करणमा छापिन्छ हेर्नुस् त्यसले हामीलाई पवित्र र पावन बनाउँछ त्यसैले श्री वेदव्यास मुनिवर वेदव्यासजीले मैले यत्रो ग्रन्थ लेखेँ यत्रो भागवत लेखेँ तर सुनाउँछ कसले यो संसारमा समाजमा सुनाउने मान्छे को हो त त्यो परमहंस समान हुन पर्यो अरे कि सुखदेव त्यस्तो हुनुहुन्थ्यो एकदमै पवित्र यो संसारमा सुखदेव जति पवित्र कोही छैन उहाँले सुनाउने भनेर उहाँलाई सुनाउन लगाइयो हेर्नुहोस् जसले पाए उसले सुनाएर पनि परिवर्तन शक्ति आउँदैन अरे कि परिवर्तन शक्ति आउनको लागि सुनाउने मान्छे पनि एकदमै पवित्र चाहियो कि त्यही भएर ब्रह्मकुमारी सरस्वती स्वरूपा बहिनीको मुखारविन्दबाट हजुरले 1 घण्टाको क्लास लिनुहुनेछ र फेरि